मामालाई मार भाइ साइड हुन्छ कता भएको छ आमाला कहिले आके मेरो खुट्टा न कहिले आके यो हे भाइ मेरो बरक मात्रै राखेर चकट छ पानी पर्यो म पनि तन्दै छु हामी आमाको घरमा के आउन जाँदैछु हामी रेडी गर्नु होला गाइस त्यहाँ कति राम्रो भ्यू छ यहाँ चल्दैन फोटो उता जाँदा अलि छेउमा टोक्छ कि टोक्दैन टोक्छ डर लाग्यो कहिले आके मेरो खुट्टा कहिले आके यो नबोल्ने होला अब सिधा तपाईँलाई अब यता तपाईँलाई लागिन्छ नि त म नि हात थाप्नु नि तल नि है लो भाग्यमान मेरो नाति सधैँभरि आउनु ल भुत्लुङ खोला छेउमा पुग्छ्यारे हाम्रो घर देख्दिन अरे मारि गइनी हो यसले दिदीको घर चाहिँ गावा पो देख्नु त ठुली गर्नु ठुली आमा बुवालाई खोइ होइन अहिले चाहिँ नग मामालाई मार भाइ साइड हुन्छ कता भएको छ अहिले अब सबै हाँस्छन् भाइलाई देखेर अब ला भाइ त रुन्छ र छ भन्छ भाइ चाहिँ पछाडि अगाडि बजाउँछ म चाहिँ पछाडि बजाउँछु पछाडिबाट छोरी उल्टो बस्नु त टाउकै दुख्छ हौ आमासँग बस यहाँ ल मम्मीलाई बस्न दे नि त मम्मीलाई बस्न दे त पहिले म बस्छु नि त तिमीलाई ठुलो मान्छेसँग बस्छ होला हो ठुलो मान्छेसँग रोइना छ नि ठिकै भयो भ्लग बनाइदियो क्या भैया से शादी होने से पहले आप भी ऐसे कपड़े पहनती थी बस छत्र छिन्न गोबे
आइगो बेलौके गति पाउने मनन्द धने ज्ञाने बिग्री भौती भौतन श्री कृष्ण दिखानु परोस् माग खानु नपरोस् सबै पनि मित्र त्यहाँतिर जाने हो भगवानको पर्दा नारायण मुखमा वचन सरस्वती विज्ञानी विदुरी भौती भौतन श्री कृष्ण रायने जयन्ती मंगला भद्रकाली कपालिनी दुर्गा क्षमा नमः मेरो कान्छीकामा तपाईकामा जोडे नारायणी जयन्ती मंगला भद्रकाली खानु परोस् माइ खानु नपरोस् मेरो नातिले धेरै पढ्ने विद्या आओस् पढेर ठुलो मान्छे बन्नु परोस् धेरै जागिर खानु परोस् हजुर नारायण मुखमा वचन सरस्वती कहिले नदियोस् कान्छा काकाहरू चाहिँ आउने कुरा गरे नि नानी कान्छा काका भोलि आउने हुन्थ्यो हेर्दा त्यो कुरै भएन आमाको हातको टिको लगायो मैले गएँ होइन आइगो बेलौके गतिका पाउने मनन्द दुर्योधने विज्ञानी विदुरी भौती भौतन श्री कृष्ण रायने जयन्ती मंगला भद्रकाली कपालिनी दुर्गा क्षमा नमस्ते नौ दुर्गा भनेका पर्दा हिँड्दा थिएन नौदा के नगर चिलिङ आइगो सुरुको डर्नुहोस् के काम गरेर गाउनु परोस् राम्रो होस् नाति मेरो पनातिलाई सुख शान्ति मिलोस् धेरै पढेर ठुलो जाने हुनु परोस् दुःख कष्ट नदिनु आमाबाबा सुखमा राख्नु राम्ररी धेरै जागिर खानु ल ठुलो मान्छे बन्नु जागिर धेरै खानु पाइलेट हुनु पाइलेट डक्टर इन्जिनियर बनो काम गरेर शिरमा बस्ने चन्द्रमा बताउँ बस्छ नारायण मुखमा बस्छ सरस्वती कहिले नबिरोस्मती मेरा नातिलाई हजुरआमा आशीर्वाद लागोस् फुल समाउन ठुली बानो वात्ते बानी हुनु ठुलो 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 हुनु ल नानी ठुलो मान्छे बन्नु धेरै त्यसै गरेर सबै घुम्नु मैले बोलाइदिन्छन् नानी चिरञ्जीवी आइहोस् बाबा मम्मी पालोस् अलि आशीर्वाद दिनु न त यति मात्रै अलिक मजाले आइन्द्र नसुरीदेखि छुट्दैन हिरो होस् भन्नु पनातिलाई ठुलो मान्छे बनोस् धेरै पढोस् ज्ञानी होस् राम्रो गीत गाओस् भन्नु न गीत पनि गाउँछ नि त गीत पनि गाउँछ राम्रो गीत गाओस् नाचोस् मेरो पलातीको त निधार भरे टिकै टिका भएछ त ओ पलातीजी यता पनि लगाइदिनु यता यता यहाँ लगाइदिनु न त्यता लगाइदिनु न नेवारले पो त अर्कोपट्टि पनि लगाइदिनु दुईपट्टि नै हो उता पनि लगाइदिनु
दुईतिर लाउने हो त्यस्तै अरे बाप रे बाप दुईतिर टिका लगाइदियो अब अर्को आमाले मजाले समातेर बस्नु